हार्दिक स्वागत छ यहाँहरू सम्पूर्ण दर्शकमा। म कृष्ण तामाङ आजको बसेमा यस कार्यक्रमको अतिथि हुनुहुन्छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमका प्रमुख हुनुहुन्छ अमरेन्द्र कुमार पण्डित। उहाँसँग कोरोना विशेष कुराकानी गर्नको लागि उपस्थित भएको छु। कृपया भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला भन्दै म स्वागत गर्न चाहन्छु। सर स्वागत छ यहाँले कार्यक्रममा। नमस्कार, मेरो नाम अमरेन्द्र कुमार पण्डित, नियमित कार्यालय प्रमुख, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुम। आरामै हुनुहुन्छ? एकदम ठिक छ। जस्तो कि सर, अब विगतको समयमा हेर्ने हो भने विशेष गरी हाम्रो तेह्रथुम जिल्लामा, नेपालमै भनौँ, कोरोना सङ्क्रमितको अवस्था एकदमै न्यून देख्न पाइन्थ्यौँ होइन। विशेष गरी बजारहरूमा, ठुल्ठुला बाक्लो बस्तीहरूमा मात्रै हामीले देख्न पाउँथ्यौँ भने अहिले चाहिँ पहाडी जिल्लाहरूमा पनि गाउँ बस्ती टोलसम्म चाहिँ कोरोना सङ्क्रमितहरू देख्न पाइन्छ। यो के कारणले गर्दा भयो? कार्यक्रमको सुरुवातमा होइन, तपाईँको अनुभव, तपाईँको बुझाइ यसो बताइदिनुहोस् न। जस्तै कि हामी अब यहाँ अब एकअर्काको दूरी कायम नगरेर बसेर त्यस्तो समस्याले पनि कोरोना अलि फैल्ने चाहिँ बढी सम्भावना छ। र अर्को कुरा के छ भनेपछि नजिक बस्ने अनि सेफ नबस्ने, मास्क नलगाउने, त्यसपछि सेनिटाइजर नयुज गर्ने, त्यसपछि भिडभाडमा जाने, बजारमा जाने, त्यस्तो परिस्थितिले गर्दाखेरि कोरोना बढ्ने सम्भावना धेरै देखिराखेको छ। अहिले चाहिँ अब गाउँ टोलतिर पनि देखिन्छ होइन, कोरोना सङ्क्रमितहरू त्यो ठाउँमा नपुगे तापनि चाहिँ एन्टिजेन परीक्षण गर्दाखेरि गाउँघरमा चाहिँ रुगाखोकी सामान्य लागेको मान्छेहरूलाई पनि कोरोना लागेको हामीले चाहिँ देखिरहेका छौँ होइन। यसको बारेमा के भन्न चाहनुहुन्छ? जस्तो कि सङ्क्रमित त्यहाँ नभएको होइन, कसरी ती उब्जियो भन्ने कुरामा? होइन, सङ्क्रमित हुनुको एउटा मुख्य कारण के हो भनेपछि बजारको मान्छे अब गाउँमा जान्छ र गाउँको मान्छे बजारमा आउँछ र तिनीहरू चाहिँ अब मास्क युज गर्दैन, नजिक बसेर खान्छ, त्यसपछि दूरी कायम गरेर बस्दैन। त्यस कारणले गाउँमा अब यहाँको मान्छे गाउँतिर गयो भने त्यहाँ सर्ने सम्भावना बढी हुन्छ। त्यस कारणले यी विधि प्रक्रिया अपनाउँदैन, सेनिटाइजर युज गर्दैन, मास्क युज गर्दैन, दूरी मेन्टेन गरेर बस्दैन। त्यस कारणले समस्या भइरहेको छ, सर्ने काम बढिरहेका छन्। जस्तो कि गाउँघरमा चाहिँ हामीले बुझिरहेका छौँ होइन, कोरोना सङ्क्रमितहरू हुन्छन्, उहाँहरूलाई परीक्षण गर्दाखेरि कोरोना पोजिटिभ देखाएपछि उहाँहरूले भन्ने गर्नुहुन्छ कि यो चाहिँ चेक गर्ने मेसिनै अब बिना कोरोना सङ्क्रमित नभएको मान्छेलाई पनि चाहिँ कोरोना पोजिटिभ देखाइरहेको छ भन्ने कुराहरू उहाँहरूले चाहिँ त्यस्तो भ्रम होइन लिइराख्नु भएको छ। यसको बारेमा के भन्न चाहनुहुन्छ? होइन, त्यस्तो कुरा छैन है। अब खासमा कुरा के छ भनेपछि अब मान्छेले अब चेक गर्नबाट डराइराखेको छ के। चेक गर्यो भने त्यस्तो किसिमको लक्षण चिन्छ, अब चेक गर्यो भने पोजिटिभ आइदियो भने समस्या हुन्छ। त्यस कारणले चेकबाट मान्छे डराइराखेको छ। तर मान्छेले चेक गराउनुपर्छ। पोजिटिभ आयो भने त्यही अनुसार उपचार गर्नु पर्यो, नेगेटिभ आयो भने झन्न ढुक हुनु पाइन्छ। त्यस कारणले मान्छेले, कुनै व्यक्तिले राम्ररीसँग गएर चेक गराउनुपर्छ। भनेपछि तपाईँको बुझाइमा चाहिँ कोरोना सङ्क्रमित होइन भइगन पनि उहाँहरू चाहिँ हस्पिटलमा आएर, स्वास्थ्य कार्यालयमा आएर चाहिँ जचाउनको लागि अलिकति डराइराख्नु भएको छ? हजुर, डराइराखेका छन्। किन भनेपछि अब चेक गरायो भने पोजिटिभ आयो भने दुनियाँको अब समाजले के भन्ला अथवा आफैले अलिकति अब अर्कै हिसाबले हुन्छ। त्यस कारणले डराइराखेका छन्। जस्तो जिल्लावासी आम नागरिकले जोगाउनको लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमले के कस्ता कार्यक्रमहरू गरिराख्नु भएको छ यो वर्ष? हामीले अब यो वर्ष चाहिँ अब पोजिटिभ भएको ठाउँमा र जिल्ला अस्पतालमै गएर हामीले चाहिँ अब रोग प्रतिरोधात्मक क्षमता औषधि वितरण गरिरहेका छौँ। जस्तै कि च्यवनप्राश, गुजुटी चूर्ण, त्रिकटु चूर्ण, त्यसपछि अश्वगन्धा चूर्ण, यी औषधिहरू हामी वितरण गरिरहेका छौँ। त्यहाँ गएर हामीले बिरामीलाई सिकाइरहेका छौँ यसरी खाने भनेर अनि भनिरहेका छौँ। जस्तो क्वारेन्टाइन होइन अनि आइसोलेसनमा बसेका बिरामीहरूको चाहिँ प्रत्यक्ष संलग्नमा हुनुहुन्छ तपाईँहरू, हेरचाह गरिराख्नु? हजुर, हामी प्रत्यक्ष सम्पर्कमै छौँ बिरामीको। र यहाँ पनि पोजिटिभ जुन बिरामी आइरहेको छ तिनीहरूलाई पनि हामी सेवा दिइराखेका छौँ। र कसैको कुर्वा पनि आउँछ, त्यो कुर्वालाई हामीले सम्झाएर बुझाएर अनि औषधि वितरण गरिराखेका छौँ। र जिल्ला हस्पिटलमा गएर पनि हामी, हाम्रो पुलिस साथीहरू गएर पनि औषधि वितरण गरिराखेका छौँ। के छ सर, तपाईँहरूले चाहिँ अब होइन सम्पर्कमा रहेर चाहिँ उहाँहरूलाई सेवा सुविधा दिइराख्दाखेरि कतिको काम गरिराखेको छ जस्तो लाग्छ? होइन, एकदमै काम गरिराखेको छ। जस्तै कि अब तपाईँको सुरुको कन्डिसनमा खायो भने एकदमै विश्वास गरेर मान्छेले खाइराखेका छन् र खाएको अवस्थामा ठिक पनि भइराखेको छ। पोजिटिभ मान्छे धेरै नेगेटिभ पनि भइराखेको छ। त्यस कारणले औषधि खानु एकदमै राम्रो छ र आयुर्वेद औषधि हामी दिइराखेका छौँ, रोग प्रतिरोधात्मक औषधि दिइराखेका छौँ। त्यसलाई चाहिँ विश्वास गरी एकदमै खानु पनि पर्छ।
कोरोना सङ्क्रमितहरू कतिको सम्पर्कमा आउनुहुन्छ यहाँ? होइन, आइराखेका छन्। दिनभरिमा 2 जना 3 जना यसरी आइराखेका छन्। आइराख्नु भएको छ, तपाईँहरूले सेवा परामर्शहरू दिइराखेका छु यहाँबाट। अब जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले, हाम्रो टिमले सकभर अब त्यही ठाउँमै पुगेर अथवा पोजिटिभ पेसेन्टको ठाउँमै घरमै पुगेर अथवा हामीले यहाँ आएको बिरामीलाई पनि सेवा दिइराखेका छौँ। कस्तो अब म्याग्लुङ नगरपालिकाभित्र मात्रै हो कि जिल्लाका अन्य स्थानीय तहहरू पनि छन् होइन? त्यहाँ चाहिँ के कस्तो भइरहेको छ? यो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले के कस्ता कार्यहरू गरिराख्नु भएको छ बताइदिनुहोस् न। यो जिल्लामा हामीले म्याग्लुङ जिल्लामा यो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले हामी सेवा प्रदान गरिराखेका छौँ र त्यसपछि नागरिक आरोग्य सेवा केन्द्रको मार्फतै, जस्तै कि नागरिक आरोग्य सेवा केन्द्र फेदाप, त्यस्तै छतर, त्यस्तै म्यानछ्याममै हाम्रो सेवा प्रदान छ। यो रोग प्रतिरोधात्मक इम्युनिटी पावर बढाउने औषधि चाहिँ हामी वितरण गरिरहेका छौँ र हाम्रो त्यहाँ प्राविधिक साथीहरू छन्, तिनीहरूले पनि सेवा दिइराखेका छन् र अन्य गाउँपालिकामा पनि सेवा प्रदान गरिराखेका छन्। तपाईँहरूले सेवा परामर्श अनि आयुर्वेद औषधिहरू दिइराख्नु भएको छ होइन? परीक्षण चाहिँ गर्नुहुन्छ कि हुन्न यहाँ? अब कुरा के छ भनेपछि जिल्ला हस्पिटलले परीक्षण गरेको रिपोर्ट देखाउँछन् है, यहाँ देखाउँछ। त्यो आधारमा हामीले औषधि दिइराखेका छौँ। तर अरू ठाउँमा के छ अथवा यहीँ कतिपय बिरामी त्यस्तो किसिमको लक्षण चिन्ह देखाइराखेका छ भनेपछि हामी चाहिँ त्यो सम्बन्धी औषधि दिइराखेका छौँ र अरू पनि बिरामी आइराखेका छन्, तिनीहरूले पनि अब अरू सेवा हामीले प्रदान गरेकै छौँ। जस्तो अब अघि तपाईँले भन्नुभयो होइन, कोरोना सङ्क्रमितहरूको चाहिँ हामीले रेखदेख गरिराखेका छौँ भन्ने खालको कुरा गरिराख्नु भएको छ होइन? उहाँहरू निको भएर होइन तपाईँहरूमा सम्पर्कमा हुनुहुन्छ कि हुनुहुन्न? राम्रो काम भयो तपाईँहरूको औषधिले भनेर त्यस्तो खालको कोही हुनुहुन्छ कि हुनुहुन्न बिरामी? छ, हामीसँग रिपोर्ट छ है। अब पोजिटिभ कति बिरामी आयो है, त्यसको पनि रेकर्ड हामी मेन्टेन गरिराखेका छौँ र कति बिरामीले चाहिँ औषधि खाएर ठिक भयो भनेर त्यसको पनि हामी डाटा राखिराखेका छौँ र त्यो सब डाटा हामीसँग छ। सम्पर्क जस्तो होइन, कसैलाई चाहिँ अब त्यस्तै लक्षणहरू देखिराखेको छ, उहाँहरू चाहिँ डराइराख्नु भएको छ, चेक गर्दाखेरि चाहिँ मलाई कोरोना देखाउँछ, औषधि प्रयोग गर्नुपर्छ भनेर उहाँहरू चाहिँ डराइराख्नु भएको छ होइन? उहाँहरूलाई सजिलो उपाय यसो बताइदिनुहोस् न, कसरी सम्पर्क गर्ने भन्ने कुरा। होइन, डराउनु पर्दैन है, डराएर झन् समस्या हुन्छ। त्यसकारण त्यस्तो किसिमको लक्षण चिन्ह देखिराखेको छ भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा अथवा जिल्ला अस्पतालमा गएर है स्वास्थ्यकर्मीसँग सम्पर्क गरेर चेक जाँच गराएर अब के अरे टेस्ट गराएर यदि पोजिटिभ आइराखेको छ भने ठिकै छ, औषधि खानुहोस् है। नेगेटिभ आइराखेको छ भने झन् ढुक भयो है। त्यसकारण डराउने कुरा छैन क्या। यो रोगमा चाहिँ डरायो भने झन् समस्या हुन्छ। त्यसकारणले मजबुत आफ्नो चाहिँ के अरे मजबुत बनेर बस्नुपर्छ। सम्पर्क गर्नुभयो भने उहाँहरूले चाहिँ सेवा पाउनुहुन्छ? हजुर, एकदम सेवा पाउनुहुन्छ यहाँबाट र जिल्ला अस्पतालबाट हामी सेवा दिइराखेका छौँ र दिने पनि हो। जस्तो अघि फेदापको कुरा गर्नुभयो होइन, अन्य गाउँपालिकातिर चाहिँ नगरपालिका लालीगुराँस नगरपालिकामा के छ सम्पर्क कार्यालयहरू? होइन, छ, हाम्रा साथीहरू छन्, हामी यहाँबाट औषधि दिएकै छौँ है। अब ती साथीहरूले औषधि पनि अब पोजिटिभ बिरामीलाई वितरण गरिराखेकै छन् है र त्यो जस्तै लक्षण चिन्ह छ भने तिनीहरूले पनि औषधि दिइराखेकै छन्। जस्तो सर अब यो कोरोना सङ्क्रमण चाहिँ होइन विगतको पहिले वर्षभन्दा अहिलेको चाहिँ दोस्रो नयाँ भेरिएन्ट सहितको चाहिँ एकदमै अलिक खतरानाक भन्ने कुरा छ होइन? सङ्क्रमित भइसकेपछि उहाँहरूलाई पनि अलिक गाह्रो हुन्छ अरे सहनको लागि होइन भन्ने कुरा छ। के हो बुझ्नुभएको छ तपाईँले पोहोरको तुलनामा? पोहोर सालको तुलनामा अलिकति त असहज छ है, अप्ठ्यारो छन् है। पोहोर साल यस्तो थिएन है, यसपालि अलिकति जोखिमै छ। त्यसकारणले सतर्क बस्नुपर्छ। स्वास्थ्यकर्मी त्यस्तै पर्यो भने स्वास्थ्यकर्मीको सम्पर्कमा बस्नुपर्छ। हामी फोन नम्बर पनि दिइराखेका छौँ। अब व्यक्तिले अब फोनबाट सम्पर्क गरेर हाम्रो सेवा सुविधा पाउन सकिन्छ। अब अरू आवश्यकता अनुसार परामर्श गर्न सकिन्छ, हामी गरिराखेका छौँ। भनेपछि सेवाहरू नगरवासी भनौँ जिल्लावासीलाई दिइराखेका छौँ। हुन्छ सर, बच्ने उपायको बारेमा पनि यसो जानकारी दिनुहोस् न, यो भिडियो हेरेर बस्नुहुने होइन आम जिल्लावासीलाई, जति पनि यो भिडियो हेरेर बस्नुहुने दर्शकको लागि। म यो सबै व्यक्तिसँग के अनुरोध गर्न चाहन्छु भने लकडाउनको परिस्थिति तेह्रथुम जिल्लामा चाहिँ अब अहिलेसम्म निषेधाज्ञा छँदैछन् है। त्यस कारणले सतर्क भएर बसौँ, आफ्नै घरमा बसौँ है, सुरक्षित भएर बसौँ है, भिडभाडमा नजाउँ है। जानै पर्ने कन्डिसन छ भने अब मास्क लगाएर जाउँ है, दूरी कायम गरेर घुम्नु, काम गर्नु, त्यही अनुसार बसेर चाहिँ अब दूरी मेन्टेन जसरी भए पनि गरेर बस्दा राम्रो हुन्छ।
दूरी मेन्टेन गरेर चाहिँ अलिक होइन सुरक्षित अपनाएर गरियो भने यो रोगबाट चाहिँ बस्न सकिन्छ भने। हजुर, एकदमै दूरी मेन्टेन गरेर बस्नु पऱ्यो। जस्तै कि 2 मिटर चाहिँ टाढै भएर अब ठिकै छ, अब गर्नै पर्ने काम छ भने 2 मिटर टाढै भएर काम गर्नु पऱ्यो। त्यसपछि मास्क अनिवार्य, मास्क लगाइकन नै अब बाहिर निस्किनु पऱ्यो है। अब बजार जान्छन् है, लापरवाही गर्यो, होटलमा बस्यो, होटलमा सँगै खाना खायो भने, नास्ता खायो भने समस्या त भइहाल्छ नि। त्यसकारण त्यसबाट जोगिनुपर्छ। जस्तो यो अब सङ्क्रमित भइसकेपछि होइन उहाँहरूले औषधि चाहिँ प्रयोग गर्नुहुन्छ, कतिको महँगी छ, कतिको महँगोको बारेमा यसो कति खर्च लाग्ला? अब यहाँ त अब महँगो त औषधि भइहाल्छ नि। आयुर्वेद औषधि अब त्यतिकै अब प्रदेश सरकारको उसमा आर्थिक वर्षमा विनियोजित बजेट अनुसार छ। अब च्यवनप्राश जस्तो औषधि छन्। अब खासै आफ्नै घरको अब औषधि अब हुन्छ नि, घरमा के अरे अब लग्ने है, अब औषधि खाने, त्यसरी गऱ्यो भने स्वास्थ्य हाम्रो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट यहाँबाट लगेर खायो भने ठिकै छ, केही छैन, तिनीहरूले केही गर्नु पर्दैन। हामीले यहाँबाट निःशुल्क वितरण गरिराखेकै छौँ है। तर अब अलिअलि सानोतिनो अब रुगाखोकी छ भनेपछि कसैले अब यहाँ आउने अप्ठ्यारो परिराखेको छ। अब जिल्ला के अरे टाढा अब गाउँपालिका है अथवा टोल छ भनेपछि तिनीहरू आफ्नै घरको के अरे नजिकको जडीबुटी खाएर पनि सानो अब समस्याहरू टाल्न सकिन्छ। जस्तै कि सानो रुगाखोकी छ है, अलिअलि रुगाखोकी छ, अब त्यस्तोले अब आफ्नै घरमा आफ्नै किचनमा भएको चाहिँ भान्सा कोठामा भएको चाहिँ जडीबुटीहरूको चिया बनाएर खायो भने त्यसले पनि ठिक गर्न सकिन्छ। जस्तै कि तुलसी, सुकमेल, ल्वाङ, मरिच यसको चिया बनाएर खायो भने धेरै जस्तो अब रुगाको समस्या समाधान हुन सक्छ। जस्तो यो आयुर्वेद औषधि खाने तरिकाको बारेमा बताउनु भयो होइन, नामहरू बताउनु भयो। अन्य खानेकुरा जस्तो हामी दैनिक खान्छौँ नि होइन, खानाहरू, माछा, मासु, अन्डाहरू, दुधहरू होइन, खानेकुरामा विशेष गरी के कुरामा ध्यान दिनुपर्दो रहेछ? अब खानेकुरामा के छ भनेपछि बडी चाहिँ अब अहिले सेफसँग बस्नु पऱ्यो है। यो चिल्लो पिरो अलिक बढी नखाउँ है। र अब त्यस्तै अब समस्या पोजिटिभ नै देखिसकेको छ भनेपछि झोलिलो पदार्थ बढी खानुहोस् है। त्यसपछि समयमा मन तातो पिउनुहोस्, प्रशस्त चाहिँ मन तातो पिउँदा झन् राम्रो हो है। अनि त्यस कारणले अब खाना चाहिँ टाइममा मेन्टेन गरेर खानु पऱ्यो। खासै भुकै बस्दाखेरि विकनेस हुन्छ, कमजोरी हुन्छ, समस्या हुन्छ। हुन्छ सर, जति पनि जिल्लावासी हुनुहुन्छ होइन उहाँहरूले चाहिँ प्रत्यक्ष रूपमा चाहिँ सल्लाह सुझाव लिनु पऱ्यो भने तपाईँको सम्पर्क नम्बर बताइदिनुहोस्। हजुर, मेरो सम्पर्क नम्बर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अरू साथीको पनि छ र मेरो सम्पर्क नम्बर छ 98 455 27 085। मेरो मोबाइल नम्बर छ। यो मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। म जतिखेर पनि सेवा दिन तयारी छु। हुन्छ सर, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ होइन। जति पनि कोरोना सङ्क्रमणबाट बच्नका लागि उहाँहरू चाहिँ अहिलेसम्म जोगिराख्नु भएको छ होइन, कति चाहिँ सङ्क्रमित भएर पनि निको भइसक्नु भएको छ। अझै पनि बच्नका लागि, यो रोगबाट बच्नका लागि के भन्न चाहनुहुन्छ? अन्त्यमा यो भिडियो हेरेर बस्नुहुने दर्शकको लागि चाहिँ केही छुटे जस्तो छ? कुरा के छ भनेपछि यस्तो किसिमको कसैले यदि शङ्का छ, समस्या छ भनेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फोन मार्फतै हुन्छ कि यहाँ आएर सेवा लिने कन्डिसन छ भनेपछि आउनुहोस्। हामीले अब के अरे त्यो लक्षण चिन्हअनुसार अथवा परिस्थिति अनुसार हामी औषधि दिने हो। र अर्को कुरा के छ भनेपछि आयुर्वेद सेवा हामीले अरू सेवा दिएकै छौँ। र त्यस्तै किसिमको अब कोभिड जस्तै नै शङ्का छ भनेपछि जिल्ला अस्पतालबाट के अरे रिपोर्ट चेक जाँच गराउनुहोस्। आफ्नो चाहिँ चेक जाँच गराइसकेपछि यदि पोजिटिभ छ भने त्यो अनुसार हामीले औषधि दिने हो। हुन्छ सर, तपाईँले आफ्नो अमूल्य समय यस च्यानललाई दिनुभएको छ, यहाँलाई धेरैभन्दा धेरै धन्यवाद छ। ल, धन्यवाद तपाईँलाई पनि।